नेपाल बङ्गलादेशसँग 2-1ले पराजित भएको छ। नेपाल चाइनिज ताइपेसँग 3-1ले पराजित भएको छ। नेपाल भुटानसँग 5-2ले पराजित हुन बाँकी छ। यो खालको समाचार कुनै पनि अनौठो हो जस्तो लाग्दैन। तपाईँ हामी सबै नेपाली यस्तो खालको समाचार सुन्न बानी र बाध्य भइसकेका छौँ। नेपाली क्रिकेट टिमले नेपाललाई विश्व सामु निरन्तर रूपमा चिनाइरहेको छ, तर फुटबलले भने ओह्रालो लागिरहेको छ। नेपाल फुटबलको विश्व ऱ्याङ्किङमा 180औं स्थानमा रहेको छ। यसमा कमजोरी कसको हो? खेलाडी, म्यानेजमेन्ट अथवा एन्फा? विश्वमा सबैभन्दा धेरै खेलिने खेल भनेको फुटबल हो। कुनै पनि देशको फुटबल टिम मजबुत बनाउनको लागि केही मापदण्डहरू रहेको छ। आज म तपाईँहरूलाई त्यो कुन र के मापदण्ड हो वा रोड म्याप हो भन्ने जानकारी बोधगत रूपमा गराउन गइरहेको छु। कुनै पनि देशको फुटबल टिम मजबुत हुनको लागि निमित्त पहिलो नम्बरमा ग्रास रुट डेभलपमेन्ट अफ फुटबलको संरचना आवश्यक पर्दछ। ग्रास रुट डेभलपमेन्ट अफ फुटबल भनेको चाहिँ एउटा खेलाडीलाई बच्चा उमेरदेखि नै राज्यले एकाडेमी सञ्चालन गरेर राख्नु पर्यो। यदि राज्यले सकेन भने निजी क्षेत्रलाई प्रोत्साहन गरेर चाहिँ ग्रास रुट डेभलपमेन्ट अफ फुटबलको अवधारणालाई अघि सार्नु पर्यो। सानो उमेरबाट नै फुटबल ट्रेनिङ गर्ने व्यवस्थापन मिलाइदिन पर्ने हुन्छ। र दोस्रो नम्बरमा लिगको निरन्तरता। लिग भनेको खेलाडीको क्षमता प्रस्तुत गर्ने र मापन गर्ने एउटा अति नै महत्त्वपूर्ण बाटो हो। खेलाडीले राष्ट्रिय टिममा पुग्ने एउटा ढोका पनि हो। लिगले खेलाडीलाई प्रोफेसनल फुटबलर बनाउनु पनि मद्दत गर्दछ। तर नेपालको सन्दर्भमा लिग सञ्चालन नभएको धेरै वर्ष भइसकेको छ र हालचालै हामी देख्न सक्छौँ नेपालका राष्ट्रिय खेलाडीहरूले चाहिँ एन्फा अल नेपाल फुटबल एसोसिएसनको अफिसको गेटमा गएर लिग गराउनुपर्छ भनेर गरेको आन्दोलन। खेलाडीहरूको जीवन गुजारा गर्न अहिले नेपालमा एकदम गाह्रो छ, विशेष गरेर फुटबलको सन्दर्भमा। हामीले योभन्दा अगाडि पनि एक अन्तर्वार्तामा देखिसकेका छौँ। नेपालका गोलरक्षक किरण चेम्बुङले नेपाली खेलाडीहरूको महिनाको तलब 17,000देखि लिएर 20,000सम्म हो र त्यसकै छेउमा रहेको अर्को महासचिव जसले चाहिँ एन्फाको कार्यहरू गर्दछ कागजी रूपमा चाहिँ उनीहरूको चाहिँ 1.5 लाखदेखि लिएर 2 लाखसम्म। यति ठुलो भिन्नता किन? एउटा खेलाडीले फिल्डमा खेल्ने खेलाडीको 17,000देखि 20,000 र एउटा एन्फा कुर्सीमा बस्नेको 1.5 लाख रुपियाँ। यहीँबाट सुरु भएको छ फुटबलको पतन। नेपाली खेलाडीहरू धेरै जसो प्राय नेसनल टिमलाई छोडेर विदेश पलायन हुन बाध्य भएका छन्। अहिलेसम्म नेपाली फुटबलबाट विदेश पलायन भएका खेलाडीहरूको नामावली यस प्रकार रहेको छ। पहिलोमा म कुरा गर्न चाहन्छु विमल घरती मगर, दोस्रोमा रञ्जित धिमाल र त्यसै विशाल राई इत्यादि खेलाडीहरू चाहिँ आफ्नो नेसनल टिम छोडेर चाहिँ विदेशतर्फ पलायन भइसकेको छ। एउटा खेलाडी किन विदेश पलायन हुन्छ? यसको स्पष्ट कारणहरू धेरै हुन्छ, तर पहिलोमा चाहिँ सुन्दर भविष्यको कल्पना। लिग फुटबल नेपालमा र भनौँ लिग फुटबलको संरचना दह्रो नभएरै हो। खेलाडीहरू बेरोजगार हुने योभन्दा अगाडि हामीले देख्न सक्छौँ। नेपालका हालको किपर विकेश कोइरालाले त नेपाली खेलाडीहरू रेस्टुरेन्टसम्म काम गर्ने र इन्ड्राइभसम्म काम गर्ने बेरोजगारले गर्दा सम्मको दृश्य अवस्था नेपाली फुटबल खेलाडीहरूको रहेको जानकारी गराएको थिए। नेपाली फुटबलमा धेरै राजनीति हुन्छ र यो चाहिँ तेस्रो नम्बरको फुटबलमा राजनीति हुनु हुँदैन भन्ने अर्को मापदण्ड हो। खेलाडीलाई देखावटी रूपमा जिल्ला प्रदेश हुँदै छनौट त गरिन्छ, तर अन्त्यमा पहुँचमा भएका खेलाडीहरूले मात्र मौका पाउँछन्। यो अर्को एउटा गम्भीर विषय हो। जस्तै एन्फामा रहेका पदाधिकारीको छोराछोरी यदि छ भने अन्तिममा गएर चाहिँ उनीहरूलाई छान्ने एउटा गलत प्रविधि रहेको छ। नेपाली फुटबल एकदम राजनीतिले गाँजिएको छ र यदि नेपाली फुटबल
राम्रो बनाउनु छ भने कृपया यो खालके राजनीति चाहिँ यथाशीघ्र बन्द गर्नुपर्छ। खेलाडीहरूले आफ्नै क्षमतामा छनौट हुने सामर्थ्य राख्नुपर्छ। र 4 नम्बरमा उमेर समूहको लिग। उमेर समूहको लिग अर्को महत्त्वपूर्ण सफलताको रोडम्याप हो। यसमा एन्फाले चाहिँ फुटबल एसोसिएसन अफ नेपालले चाहिँ अन्डर 23 समयमा गर्नु पर्यो, अन्डर 20, अन्डर 19, अन्डर 18, अन्डर 17, अन्डर 16, अन्डर 15 इत्यादिका लिगहरू देशका कुना कुनाबाट निष्पक्ष खेलाडी छनौट गरेर सम्पन्न गराउन सकियो भने चाहिँ नेपाली फुटबलको विकास भएर जानेछ र नेपाली खेलाडीहरूको र नेपाली फुटबल टिमको चाहिँ उन्नति भएर पनि जानेछ। यी सबै मापदण्डहरू मैले तपाईँलाई जानकारी गराएँ। यदि मन पराउने भिडियो लाइक गरिदिनुहोस्, कमेन्ट, सब्सक्राइब, सेयर सबै गर्नुहोला। जय नेपाल, जय नेपाली फुटबल।